आफैले हेर्नु पर्दा है Oh my god, no. So hey guys, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। र म चाहिँ भर्खर कलेजदेखि आएको, यस्तो भोक लाग्यो यार। झ्यापझुप म चाहिँ ड्रेस चेन्ज गर्छु अनि खाना खान्छु यार, हरि भोक लाग्यो। गाइस त्यही हो, कस्तो दुखेर यार यो जुत्ताले। अय्यो 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 अय्यो। सो हे गाइज, म चाहिँ हेर्नु यहाँ बस्दा अल्छी लाएर यो एउटा भिडियो चाहिँ एडिटिङ गरेर भ्याएन अनि थम्बनेल पनि बनाएँ कि बल्ल थम्बनेल बनाउन सिक्दैछु। अनि अहिले चाहिँ मेरो भ्लग त कसैले हेर्दैन यार गाइज, आफैले हेर्न पर्छ है। आफ्नो भ्लग आफै हेरिरहेको छु म, आफै हेर्दै आफै सब्सक्राइब गर्दै आफै भ्युज बढाउँदै। यस्तोहरू त कसरी हुन्छ र अब म त्यही सोचिरहेको गाइज, कस्तो झ्याउ लागिरह दिनदिनै यस्तो बनाए भ्युज हेरिदिनु पर्यो कि मेरो त के भयो कि त्यही हो गाइज, म त त्यही भन्न आएको। मलाई पिर पर्यो। अब मैले भिडियो अपलोड गर्छु है आज, कति आउँछ नि फेरि यो भोलि 8 बजे साँझ। ल दिनदिनै साँझ आउँछ अब 8 बजे, त्यही भन्नु आएकै म गाइज। ल बाई, अब अहिले भेट्छु म। सो हे गाइज, म चाहिँ अब यहाँ चिया पकाउन लाग्छु होइन। अनि त्यो अघि भ्लग बनाएको थिएँ, त्यो त हुँदै भएछ कि उस भएछ कि डिलिट भएछ कि अलिकति, तर ठिकै छ। अनि हिजोकोमा पनि त्यो भयो कि त्यहाँ कस्तो यहाँ त्यो क्लिप जोडेको थिएँ, हटेछ कि त्यहाँको। ओ माई गॉड, चाय बोलो चाय। म त फ्रन्ट क्यामेराबाट बनाएको, त्यही भएर खासै भएन। ब्यागबाट बनाउनै झ्याउ लाग्छ यार, यति बाहिर बसेर खाना ब्रो। ओ माई गॉड, त्यही गाइस, खै मेरो चिया। मस्त सनसेटको साथमा यी यार पोख्यो तातो चिया। हे गाइस, म चाहिँ अब यहाँ तल छु कि हाम्रो कस्तो थर्केको। ओ माई गॉड, हाम्रो त्यो भयो कि गाइस, त्यो कोठाको के लाइट भएको थियो नि त, बिग्रेछ नि त, के भएको पनि छैन त। यहाँ छ कि एउटा बल, कता यसलाई चाहिँ अब माथि सिफ्ट गर्न पऱ्यो कि गाइस। म यहाँ के गरी चढाउँ उही यस्तो। ओ माई गॉड, लगेज फाइनल्ली बल्ब मैले निकालिसकेँ। यतै छ न, फाइनल्ली गाइस बल्ब निकालिसकेँ। ढोकाहरू हुनु त पर्दैन, ढोकाहरू लाउन यस्तो छ हालत। अनि त्यही हो गाइस, मैले यसलाई गएर माथि राख्छु, सिफ्ट गर्नुपर्छ त्यहाँ बल्बलाई। म कसरी गर्छु भन्दा आया वी तरी तम्बिङ तप कता हो। ल ओके, बोल्छ कि नि हान्ने, कता हो। फाइनल्ली उज्यालो भयो नि त, यति भएपछि त। ल सो है गाइज, अब चाहिँ म खाना खान लाग्छु अनि यसपछि एडिटिङ गर्न पर्यो खाना खाएर। Thank you so much for watching this video. Don't forget to like and subscribe. Bye.